कराईमा तेल हाल्यो। त्यसपछि आयो भटमास। भटमासलाई मजाले फ्राई गर्ने, रातो रातो हुने गरेर। त्यसपछि भटमासलाई एक ठाउँमा राख्नुहोस्, किन भन्दा प्याजसँग भटमास भुट्दाखेरि पाक्दैन। त्यसपछि प्याज भुट्ने, चर लाएर प्याजलाई मजाले त्यहाँ बेसार नुन हाल्ने अनि भुट्ने। भुट्यो प्याज यतिको भएपछि फेरि भटमासलाई हाल्ने र भटमास र प्याजलाई एकछिन भुटिरहने। त्यसपछि आउँछ हाम्रो थिचेको आलु। यो चाहिँ मजाले सिलौटामा थिचेको आलु हो। यसको टेस्ट चाहिँ काटेको आलुभन्दा धेरै मिठो हुन्छ। त्यसपछि हाल्ने गोलभेडालाई मजाले फट्टै हुने गरेर पकाउने। त्यतिन्जेलमा लसुन र मरमसला हाल्ने। मरमसला चाहिँ यो मिक्स मसला हो, जिराको अनि धनियाँको। त्यसपछि हाल्ने हाम्रो स्पेसल गुन्द्रुक आउनु भयो। त्यसपछि गुन्द्रुकलाई मजाले एकछिन भुट्ने। आलु नपाकेसम्म गुन्द्रुक हाल्नु हुँदैन। अनि आलु मजाले पाकिसकेको थियो। अनि अब यसरी कस्तो मिठो देखिएको छ। अनि त्यसपछि यो गुन्द्रुकमा मजाले अहिले मैले रेडी गरेर राखेको चौलानी पानी हाल्ने। चौलानी पानी सरर बाक्लो झोल हालिदिएपछि गुन्द्रुक त पाक्यो। ल हेर्नु त अब उम्लिन्छ। उम्लिएपछि गुन्द्रुकको झोल मिठो, दुबईमा पाकेको गुन्द्रुकको झोल। कतिजनालाई दुबईको गर्मीमा गुन्द्रुकको झोल याद आउँछ होला। खानु होला है तपाईँहरू पनि बनाएर। बाई बाई।